यो जनता जुन छ नि मायाको खाँचोमा जुन छ नि छ, तर यहाँले जति आयो भने सबैले धोकै दिएको छ। त्यही भएर हामीले कमसेकम उसको खुसी दिनु प्रयास गर्दैछौँ, अरू के होइन। ए नजितेर चाहिँ यति खुसी दिनुहुन्छ, जितिसकेपछि जो पनि कुर्सीमा जान्छ र कुर्सीमा लुप्त भइहाल्छ, तपाईँको विचार पनि त्यस्तै होला कि होइन? अब अरूले के गरे थाहा भएन, तर यो मुला पनि त्यस्तै होला भन्ने अपेक्षा नगर्दा हामी भन्न मौका पनि दिँदैन जस्तो मलाई लाग्छ। त्यस्तो यो मुला पनि त्यस्तै होला भने नसोच्दा पनि हुन्छ है। तपाईँ सुरुङ्गा नगरपालिकाका कतिपय जनताहरू अहिले विदेशमा भोतारिरहनु भएको छ र कामको सिलसिलामा पन्जाब, दिल्ली, लुधियाना, हरियाणा र काठमाडौँतिर भोतारिरहनु भएको छ। तपाईँ जितिसकेपछि त्यो जनताहरूलाई आफ्नै नगरपालिकाभित्र रोजगारको व्यवस्था गर्न सक्नुहुन्छ? त्यत्रो त भन्न अलि झुठो कुरा हुन्छ। सक्दो प्रयास गर्छु। कमसेकम मैले यहाँ जो धेरै खाँचो छ रोजगारको, तर यहाँको 15 वर्षदेखि जितेको मान्छेहरूले केही गरेन। यहाँ सबैभन्दा ठुलो आँप उत्पादन सुरुङ्गामा जुन छ नि, देशको टप मोस्टेड आम सुरुङ्गामा छ। यदि हामीले यहाँ यसले व्यवस्थापन गर्न सक्यो भने हजारौँ मान्छेको रोजगारी सिर्जना हुन्छ। र हाम्रो यहाँ कृषि प्रधान देशले गर्दा प्रत्येक वार्डमा कृषि कार्यक्रम गर्दा पनि नि कमसेकम 5000 मान्छेको त रोजगारी पाउँछ जस्तो मलाई अनुभव छ। अहिले पनि मैले 107 जनालाई रोजगारी दिएको छु। गरे कसैलाई हेर्न चाहनुहुन्छ भने सिसबारीमा छ, गाईघाटमा छ, र त्यसपछि तपाईँको फतेहपुरमा छ। गाईघाट त तपाईँको फिल्ड परेन नि। अब गर्नु के, हामी त यहाँ फिल्डमा काम गर्न आउँदा मेयरले कामै गर्न दिँदैन। हाम्रो आफ्नै बजेट खर्च हुन सक्दैन, तपाईँले किन गर्नुहुन्छ? गर्नु के, कतै त कमाएर खानु परेन मान्छेले। त्यही भएर रोजगारी सिर्जना गर्ने हामी उदयपुरसम्म हेर्दैछु 70बाट। अहिले नेपालको सन्दर्भमा हेर्दाखेरि नेपालमा शिक्षा, स्वास्थ्य र रोजगार जनताको महत्त्वपूर्ण विषय हो। रोजगारको बारेमा तपाईँले कुरा गर्नुभयो, शिक्षा र स्वास्थ्यको बारेमा तपाईँ कस्तो सेवा सुविधा चाहिँ जनतालाई पस्किनुहुन्छ जितिसकेपछि? अब यस्तो छ, यो ठाउँमा जुन छ नि शिक्षा र स्वास्थ्यले हामीले भन्न मिल्दैन। जबसम्म किसानले आफ्नो खेतीबारीमा 3 भाइलो उब्जाउन सक्दैन, 2 छाक मजाले खाएन भने छोराछोरीले के पढाउनु? सबैभन्दा पहिला यहाँ किसानको समस्या समाधान भएपछि अर्को खाएपछि नै स्कुलमा पढ्न जान्छ। त्यसको लागि हामीले रोजगार सिर्जना गरी र किसानको खेतमा पानी कसरी जाउँ त्यसमा हामी लागौँ। त्यसको लागि सानो एउटा खोला छ हाम्रो, चहका खोलाको मात्रै पानी सुरुङ्गामा झारिदेऊ न, बढीमा 5-6 करोड खर्च छ। घरमा 3 भाइलो उब्जाउने भने मेरो मुखमा आएर थुक्दा हुन्छ हजुर। तर भोट हाल्ने बेलामा पैसा लिएर हाल्नुहुन्छ, हामीले के गरौँ? सक्दो हामीले प्रदेशबाट ल्याएको बजेट पनि चलाउन दिनुहुन्न, अनि हामी के गरौँ? केन्द्रबाट त झन् कुरै छोड्दिनु। त्यही भएर यो ठाउँमा शङ्कै नगर्नु, हाम्रो विकास हुन्छ, 100% हुन्छ। अब पैसा खर्च गरेर चुनाव जितेछ, के विकास गर्छ? तपाईँ हेर्नु कुनै गाउँमा गएर 1 लाख रुपियाँको 15 वर्षमा कहीँ विकास छ? एक ठाउँको नाउँ गिनाउनु, एक मेरो मुखमा थुक्न आउनु, ल त देखाउनु त। जनताहरूले अहिले भन्छ, जनता अब चिया पसलमा, पान पसलमा कतिपय जनताहरूले नेताहरूको गुनासो गरिरहनु भएको छ। अहिले पनि मेयर, वार्ड अध्यक्ष सबैको गुनासो अहिले चाहिँ गरिरहनु भएको छ। उहाँहरू आफैमा चुनावको बेलामा चाहिँ रक्सी खाने, नेताको दारू खाने र मोटरसाइकलमा पेट्रोल डिजल हाल्ने कतिपय बेफुजुलको खर्चहरू नेताहरूले गर्छ र जितेर जान्छ। जितेर गइसकेपछि जुन आवाज अहिले तपाईँको बुलन्द छ नेताजी, त्यो आवाज चाहिँ सदाको लागि बिर्सिन्छ र जनता फेरि जस्ताको त्यस्तै अवस्थामा गुज्रेर पल पल दुःख काटिरहनु भएको छ। अब